अब समय देख्यो नआएछ भन्दैछ टाइम आएन ढिलो गरेर नआएछ यति भन्दैछ मैले नआएछ भन्दै त्यो तेरो साथीहरू अब ढिलो गऱ्यो भने किन नआएछ भन्दैछ अन्जनाहरूलाई नआएछ हाम्रो कम्युनिटी सेक्सनको डक्टर जगदीश उहाँले म तपाईँ लाग्दाखेरिको हो देशीय समाज किनभने उहाँ विदेश भ्रमणमा पनि त्यति बेला अङ्ग्रेजी राम्रै उयो गर्थ्यो उहाँको चित्र र यो चाहिँ नि उहाँ साहित्यिक मन्तव्य दिँदाखेरि साहित्यमा साहित्यिक आगोमा अब साहित्यिक मन्तव्य दिँदाखेरि यो राजेन्द्र जोशीको उसमा चाहिँ उहाँले आफ्नो मन्तव्य राख्दाखेरिको यो चाहिँ यो हुँदाखेरि हो यो पछि आफूलाई लेख्दाखेरि पछि काम छिटो साथमा आउँदैन यो राजेन्द्र जोशीकै सम्मान कार्यक्रम गरेको त्यसमा
सिद्धान्त साहित्य विभागका अवकाश प्राप्त प्राध्यापक प्रोफेसर डाक्टर हरिप्रसाद अधिकारीज्यू, पुरस्कृत व्यक्तित्वहरू डाक्टर खगेन शर्माज्यू, डाक्टर गीता देवलाज्यू, प्राध्यापक डाक्टर दिवाकर प्रधानज्यू, भाग्य बुद्धिजीवीहरू, साहित्य प्रेमी तथा अनुरागी बुद्धिजीवीहरू, यस विश्वविद्यालयका गुरुहरू, भक्ति अचल रह्यो, संसार जति फेरिए पनि तिम्रो भक्ति अचल रह्यो, विश्वनाथ सदाशिव, भैरवमा पनि शिव रूप, शिव नै उग्र रूप, वीर हनुमान हुनै हुन। जीवनको हरेक मोडमा मेरो विश्वास र प्रेरणा जाग्यो। हजुरको वर्णन त असम्भव छ। यी नयनमा तिम्रो वास छ, मेरो सुखमा तिम्रो हात छ, अनि दुःखमा पनि तिम्रो साथ छ, अनि दुःखमा पनि तिम्रो साथ छ। धन्यवाद। आजको यस कार्यक्रममा पुरस्कृत हुनुहुने र उहाँको साहित्यिक योगदानको कदर गरेर उहाँलाई सम्मानित गर्न बोलाइनुभएका र मञ्चमा आसीन भारतीय भाषा विभागका प्रमुख काशी हिन्दू विश्वविद्यालय भारतीय भाषा विभागका प्रमुख राजा दिवाकर प्रधानज्यू, गुवाहाटी विश्वसम्म सम्बुद्धस्स, भगवान पशुपति र स्वयम्भूको देशबाट आइकन नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानको 11औं वार्षिकोत्सव मनाउनका लागि काशी भूमिलाई, काशी नगरी अर्थात् वाराणसीपुरीलाई छान्नु भइकन काशी हिन्दू विश्वविद्यालयको यस सभागारमा समारोहको अध्यक्षता गर्नुहुने अध्यक्ष महोदय, आदरणीय समादरणीय मित्र प्रोफेसर हरिप्रसाद अधिकारीज्यू र आज सम्मानित हुने मेरा समकक्षी डाक्टर खगेन्द्र शर्माज्यू, मेरा समादरणीय भइसकेकी भूतपूर्व छात्रा र साहित्यमा लागि परेर धेरैजना विद्यार्थीहरूलाई उच्च शिक्षामा प्रेरित गर्नुहुने डाक्टर गीता देवलाज्यू का साथै दर्शकवृन्दमा उपस्थित हुनुभएका हाम्रा अतिथिगण, मेरा सहकर्मी डाक्टर जगदीशन, डाक्टर अमित थापा र उहाँ म पुरस्कृत व्यक्तित्व अलिकति प्रशंसित भएको छु। मलाई लागेकै थिएन म पुरस्कृत हुन्छु भन्ने अवस्थामा थिएँ, तर अचानक म पुरस्कृत भइरहेको छु। जे होस्, सर्वप्रथम नित्यराज पाण्डे उहाँको पुण्यात्मामा प्रथम श्रद्धाञ्जली अर्पण गर्दछु, श्रद्धा ज्ञापन गर्दछु। किनकि उहाँको पुण्यात्मा, उहाँको सत्कर्म, उहाँको सत्प्रयास र उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै कदर गर्दै प्रतिष्ठान स्थापना भयो। अनि प्रतिष्ठानको मार्फत विभिन्न संस्थाहरूलाई, विभिन्न यो क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने एउटा परम्पराको आरम्भ भयो। त्यसदेखि यो निरन्तरता भयो। हामी सूचनाले बढेका छौँ, तर चेतनाले कहीँ कतै रिक्तताको बोध पनि हुन्छ। यहाँ योग र ध्यानको अपरिहार्यता देखिन्छ। योगेश्च चिन्तन विधिनिरोध योग केवल शारीरिक कसरत होइन, यो त चित्तको विक्षेपलाई शान्त पार्ने विज्ञान हो। शिक्षाले बुद्धिलाई भाइलो बनाउँछ भने ध्यानले चेतनालाई शुद्ध र स्थिर बनाउँछ। प्राचीन गुरुकुल परम्परामा ज्ञान प्रसारण अलग थिएन। आजको समस्त विश्वलाई शान्तिको मार्गमा ल्याउन शिक्षा, योग र ध्यानको त्रिवेणी आवश्यक छ।
गरिदिनुहोस् भन्ने आग्रह गर्दछु। स्मृति चिन्ह